नमस्कार सबैलाई म आइपुगेको छु है वीरेन्द्र दाजुको घरमा र उहाँको जुन चाहिँ यो खुट्टा थियो है यो खुट्टाको स्थिति चाहिँ अझै खराबै भइसकेको रहेछ। पहिला मैले देखाएकै हो है, यस्तो भइसकेको रहेछ यो खुट्टाको स्थिति। राम्रै छ र यो है वीरेन्द्र दाजुको दोकान। सबैजनालाई हाम्रो सर्टको च्यानल भिडियो हेरिराख्नु भएको छ सबैजनालाई ड्याममै र एकदम धड्कनैबाट माया छ है हजुरलाई। जबसम्म हिँड्नु सक्छु, जबसम्म बोल्नु सक्छु, जबसम्म सास फेर्न सक्छु, तबसम्म चाहिँ यसरी नै यस्तै काम म गरिरहँ भन्ने चाहिँ मेरो एउटा सपना विचार सोच छ। नमस्कार सबैलाई, मेरा फेसबुक अनि युट्युबका सम्पूर्ण साथीभाइहरूलाई म फेरि मेरो भिडियोमा स्वागत जनाउँदछु र आज म तपाईँहरूलाई लिएर जाँदैछु वीरेन्द्र दाजुको घरमा र वीरेन्द्र दाजुको घर बनिँदैछ। बसन्त ब्लगका बसन्तज्यू अनि जोडेनज्यूको प्रयासमा यो घर बनिरहेको छ। आउनुहोस् तपाईहरुलाई त्यस घरमा लगेर म सम्पूर्ण जानकारी तपाईहरुको समक्ष राख्दैछु र आउनुहोस् तपाईहरु पनि मसँग वीरेन्द्र दाजुको घरमा जाउँ। नमस्कार नमस्कार जु 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 एकछिन त्यहाँ माथि पनि जाउँ भनेर नि दोकानमा। ए घर बनिँदै अरे घरमा के अरे बिल्डिङ हजुर ल ल भनेको एकछिन जो है एकछिन खुट्टा र म आइपुगेको छु है वीरेन्द्र दाजुको घरमा र उहाँको जुन चाहिँ यो खुट्टा थियो है यो खुट्टाको स्थिति चाहिँ अझै खराबै भइसकेको रहेछ। पहिला मैले देखाएकै हो है, यस्तो भइसकेको रहेछ यो खुट्टाको स्थिति। अन्त आमा ठिकै हुनुहुन्छ? आमा ओछ्यानमै हुनुहुन्छ। ओछ्यानमै हुनुहुन्छ। दिदी? दिदी पनि ओछ्यानमै छ। दिदी पनि ओछ्यानमै छ है। खै यो त घर त बनिँदैछ कि तर मेरो भन्नु त अलिक सुहाउँदैन होला हौ। अच्छा अच्छा हजुर यो त मेरो भन्नु त अलिक सुहाउँदैन होला, किनभने यो त हाम्रो बसन्त भाइको उयसबाट चाहिँ यो बसन्त भाइको युट्युब फ्यामिलीले बनाएको घर हो। त्यो कारणले गर्दा उहाँहरूको अमानत हो नि त यो यो यसको श्रेय त सबै बसन्त भाइलाई जान्छ नि। अन्त उहाँको युट्युब परिवारको सहयोगले सहायताले यो घर बनियो। त्यसै गर्दा मेरो भन्नु त साह्रो सुहाउँदैन होला। यसको म चाहिँ रखवाला हो, घरको रखवाला। घरको रखवाला। घर त बस्नु युट्युब फ्यामिलीको। अच्छा है। अहिले तपाईँको यो हेर्दाखेरि खुट्टा पनि अझै है त्यस्तै कन्डिसन भइसकेको छ। त्यतिकै छ, त्यो घाउ खै जाति हुने आफै जाति हुँदै फेरि ठिक हुँदै गर्दो होइन होइन त्यतिकै भइरहन्छ है। जाति हुने नाम छैन, त्यो हुँदैन नि है। अब हुँदैन भन्दा पनि कोसिस चाहिँ गर्दैछु। हुनसक्छ उपरवालाले चाह्यो भने हुन्छ। अब हाम्रो यहाँ के अरे बहिनी सिस्टर लक्की बहिनीले यहाँ हाम्रो पर शेर्पा गाउँको ए अच्छा अच्छा उहाँले कोसिस चाहिँ गरिदिनु हुँदैछ। ए हुन्छ होला है। जति सक्दो कोसिस चाहिँ गर्दैछु, म पनि त्यसमा लागिरहेको छु। ल ल ठिक भयो भने त राम्रो कुरा हो है। भएर जान्छ भनेपछि चाहिँ राम्रो हो। हुन्छ दाजु, ल तपाईँसँग अहिले बात मार्छु है। म एकछिन हाम्रो मेन बसन्तज्यूलाई भेटिहाल्छु ल। हुन्छ र यो है वीरेन्द्र दाजुको दोकान हेर्न सक्नुहुन्छ है। म आइपुगेको छु वीरेन्द्र दाजुको दोकानमा र यो घर चाहिँ है वीरेन्द्र दाजुको बनिँदै गरेको घर तपाईँहरूले हेर्न सक्नुहुन्छ यो घरलाई। र म आइपुगेको छु है वीरेन्द्र दाजुको घरमा है। यो घर है वीरेन्द्र दाजुको भर्खर बनिँदै गरेको घर है, कम्प्लिट भइसकेको चाहिँ छैन है, बनिँदैछ। र आउनुहोस् अब हामी घरभित्र पस्नेछौँ। यहाँबाट हामी है घरभित्र पस्नेछौँ। यसरी है बनिँदै गरेको घर र हाम्रो जोडेनज्यू है यहाँ हुनुहुन्छ र मेन मान्छे है जसको अथक प्रयासले यो घर बनिएको छ
उहाँसँग तपाईँहरूलाई भेटाउँदैछु म है। उहाँ त काममा बिजी हुनुहुन्छ। हेलो नमस्ते सबैजनालाई, जतिजनाले नै हाम्रो सर्टको च्यानल भिडियो हेरिराख्नु भएको छ सबैजनालाई ड्याममै र एकदम धड्कनैबाट माया छ है हजुरलाई। अब तपाईँहरूको अगाडि हुनुहुन्छ है बसन्त ब्लगका बसन्तज्यू, र उहाँले यस्तो सामाजिक कार्यहरू धेरै पहिलादेखि गर्दै आउनु भएको छ आफ्नो युट्युब च्यानल मार्फत। र उहाँले आज शेर्पा गाउँ स्थित देउराली मन्दिर छेउमा वीरेन घतानीज्यूको घर निर्माणमा लागि पर्नु भएको बसन्तज्यूलाई हामी आन्तरिक हृदयबाट उहाँलाई स्वागत तथा धन्यवाद जनाउँदछौँ। र नमस्कार बसन्तज्यू है। एकदमै नमस्कार सम्पूर्ण परिवारलाई, सबैजनाले जतिजनाले हेरिराख्नु भएको छ हजुर सबैलाई नै है फेरि एकपल्ट। अच्छा, यो वीरेन दाजुको यो स्थिति यस्तो छ, वीरेन दाजुको मैले है केही गर्नुपर्छ भन्ने सोच कहाँबाट आयो तपाईँलाई सर्वप्रथम है? सोच चाहिँ अब यस्तो हो कि अब मेरो पनि एउटा च्यानल छ युट्युब होइन, त्यसबाट म पनि यस्तो समाजसेवाहरू गर्दै हिँड्छु कि कहाँनिर निडी छ, कहाँनिर दुःख छ, कहाँनिर प्रब्लम छ, कसको घर चुने छ, को बिमारी छ, त्यस्तो जग्गाहरू म पनि हिँड्छु। अन्त हिँड्दै हिँड्दै एक दिन यहाँ आइपुगेँ। म झ्याट्टै आइपुग्दाखेरि वीरेन्द्र दालाई भेटेँ, उहाँको आमाहरूलाई भेटेँ है। कतिजना युट्युब मेरो चाहिँ अब म आफै पनि गर्दिनँ, म आफै पनि गर्छु अलिअलि। अनि प्रायः चाहिँ मेरो युट्युब फ्यामिलीहरूले मलाई पुरा पैसाहरू पठाउनुहुन्छ, उहाँहरूको भरोसा गरेर होइन, उहाँहरूले हामीलाई मलाई भरोसा गरेर पैसा पठाउनुहुन्छ। त्यो पैसाहरूले चाहिँ अब जस्तो जहाँ पनि बिमारी हुन्छ, प्रब्लम हुन्छ, जहाँ पनि दुःख हुन्छ त्यहाँ चाहिँ हामी पुग्छौँ है। अनि यहाँ पनि त्यसरी नै घुम्दै घुम्दै आएको थिएँ। अनि वीरेन्द्र दालाई हेरेँ। अनि कतिजना युट्युब फ्यामिलीहरूले भन्नुभएको थियो पहिला चाहिँ मलाई यहाँ कि वीरेन्द्र दाजुकोमा गइदिनुहोस् न एकपल्ट तपाईँ। अनि यहाँ पर हाम्रो छिरिङ सरले पनि भन्नुभयो हुन्छ ल जाउँ न भनेर एक दिन आएँ। म आएर हेर्दाखेरि वीरेन्द्र दालाई देखेँ, एकदमै माया लाग्दो बिचरा वेलचेयरमै कति साल रहेछ है, भइसकेको रहेछ वेलचेयरमा बस्नु भएको। उहाँको दुईजना दिदी, एकजना दिदी त बोल्नु हुँदैन है, अन्त अर्को दिदी पनि एकदम त्यतिकै बेडमै होइन, बिमारी आमा पनि एकदम बुढी आमा है। अब के गर्छ बुढी आमाले होइन, अलिअलि नानीहरूलाई बिमारी नानीहरूलाई खानापिना पकाउनु हुँदो रहेछ क्या। एकदमै माया लाग्यो। बोजूलाई त्यहाँ तलदेखि यहाँ दोकान आइपुग्नुको लागि झन् आधी घन्टा जस्तो लाग्छ लट्ठी टेकेर। त्योहरू देखेँ। त्यो देख्दाखेरि अलिकति अब हुन्छ नि, अब कस्तो कस्तो लाग्यो मलाई पनि। त्यहाँ हामीले नि अलिकति मैले नि केही सहयोग गर्दाखेरि फेरि हाम्रो युट्युब फ्यामिलीहरूले, परिवारहरूले वीरेन्द्र दाको लागि केही पैसा लगिदिनुहोस् है भन्नुभयो। त्यो पैसा लिएर दिएँ। त्यहाँदेखि फेरि हाम्रो एकजना सिक्किमबाट हुनुहुन्छ मिस्टर फिगु भुटिया सर, उहाँले चाहिँ भन्नुभयो कि तिम्रो त यस्तै यस्तै रहेछ माथि, त्यो घर चाहिँ झ्याम्मै बनाइदिइहाल। त्यति बेला चाहिँ एउटा भिडियोमा चाहिँ आमाले कुरा राख्नु भएको थियो, नानी यो दोकान बनाउँदा बनाउँदै ठ्याप भयो, हाम्रो त 3-4 साल भइसक्यो, पैसा रुपियाँ केही छैन हो, दबाई पानी खाने पैसा छैन भनेको सुन्नुभयो सरले। त्यो भन्दाखेरि तिमी बनाइदिइहाल भन्नुभयो सरले। मेरो पहिला आएर सुरु गरिहालेँ। र हाम्रो प्यारो फिगु भुटिया सर र हाम्रो पुरा युट्युब फ्यामिली है, सबैजनाको सपोर्ट, उहाँहरूको हात है, उहाँहरूले गर्दाखेरि चाहिँ आजको दिनमा यति हामीले उठाउँदैछौँ। बिस्तारै बिस्तारै बनिँदैछ, धेरै राम्रो हुँदैछ। फिगु भुटियाज्यू है, हजुर उहाँलाई पनि धेरै धेरै धन्यवाद है। र लगभग घर त कम्प्लिट हुनै आँटेको छ। हजुर हजुर, अब सिलिङ लाउनु छ तपाईँको हो, बुढोको अलिकति बेड सेट पनि बनिँदैछ भित्र होइन। अब एउटा भाउजू पनि ल्याइदिउँ भनेको खोइ अतालिरहेको छ। अच्छा, भनेपछि तपाईँ स्वयं पनि यहाँ खट्नु हुँदो रहेछ नि त आफै है? एकदमै हजुर, मैले नगरे त हुँदैन है। एकदमै अब मिस्त्री सँगसँगै है, काम गर्ने सँगसँगै बसन्तज्यू पनि यहाँ एकदमै खट्नु हुँदो रहेछ है। उहाँको यो सहयोगलाई चाहिँ अब यो सम्पूर्ण गाउँलेले पनि भुल्नेवाला छैन। र हाम्रो शेर्पा गाउँ अवस्थित है यो जग्गा, म स्वयं पनि शेर्पा गाउँकै हो है। र तपाईँले यो गरेको कामलाई हामी एकदमै सराहनीय, हामी प्रशंसा गर्नेछौँ है। तपाईँलाई सधैँ हामी याद राख्नेछौँ। तपाईँको युट्युब फ्यामिली त्यो तपाईँको फ्यामिली हो एक्चुअली। बेस तपाईँ बाटो चाहिँ तपाईँ नै हुनुहुन्छ, बाटो तपाईँ हो, तपाईँकै मार्फत युट्युब फ्यामिली पनि जोडिएको हो नि त। र तपाईँको यत्रो ठुलो कामलाई अब हामीले मुखले भनेर भन्न सक्ने कुरा होइन है, यो चिज बयान गरेर गर्नु सकिँदैन। म यौन ढकालको तर्फबाट पनि तपाईँलाई धेरै धेरै धन्यवाद है। र आउँदो यस्तै केही योजनाहरू अझै अन्य केही छ? एकदमै, म चाहिँ मेरो सोच विचार त्यस्तो छ, जबसम्म हिँड्नु सक्छु, जबसम्म बोल्नु सक्छु, जबसम्म सास फेर्नु सक्छु, तबसम्म चाहिँ यसरी नै यस्तै काम म गरिरहँ भन्ने चाहिँ मेरो एउटा सपना विचार सोच छ है। त्यसको लागि चाहिँ हाम्रो पुरा परिवार युट्युब फ्यामिलीको साथ सपोर्ट चाहिन्छ मलाई। म एक्लै त गर्नु सक्दिनँ। म पनि अब ठिकैको त्यस्तो पैसावाला मान्छे होइन, लड पैसावाला मान्छे भए त अब म चाहिँ, मेरो चाहिँ यस्तो सोच विचार छ कि हाम्रो यो युट्युबबाट हुन्छ नि अर्निङ, जति अर्निङ हुन्छ। अब कति कति युट्युबरहरू देख्नु भएको छ तपाईँले, हेभी उनीहरूको अर्निङ हुन्छ, बिल्डिङ बनाउँछ, घर बनाउँछ, गाडी किन्छ। मेरो चाहिँ त्यो सोच विचार छैन। मेरो चाहिँ त्यो खालको अर्निङ भयो भने चाहिँ 3-3 महिना नभए 6-6 महिनामा कहाँ प्रब्लम छ फुल फर्निस घर चाहिँ एउटा ह्यान्डओभर गर्ने मेरो चाहिँ सपना। त्यसरी गरिदिउँ भन्ने एउटा चाहना छ। तर त्यो चाहना चाहिँ अब मैले गरेर मात्रै भएन, हाम्रो परिवार हेर्नेले चाहिँ पुरा गरिदिनु पर्यो, त्यति नै हो। अवश्य पुरा हुन्छ, तपाईँले सोच्नु भएको चिज अवश्य पुरा हुन्छ।
है तपाईँसँग राम्रो लाग्यो भेटेर आज पहिलोचोटि नै म सायद तपाईँसँग भेट्दैछु है र एकदमै राम्रो लाग्यो तपाईँको सोच विचारलाई अझै यसरी नै अगाडि जानुहोस् है अगाडि बढ्दै जानुहोस् तपाईँलाई धेरै धेरै शुभकामना दिँदैछु र थ्याङ्क यू थ्याङ्क यू भेरी मच पुरा फ्यामिलीलाई एकदम धन्यवाद छ है हजुरलाई र आज मैले तपाईँहरूलाई है वीरेन्द्रजीको घरमा लगेर है उहाँको नयाँ बनिँदै गरेको घरको बारेमा सम्पूर्ण जानकारी तपाईँहरूको समक्ष राखिदिएको छु है बसन्त ब्लगका बसन्तज्यूलाई धेरै धेरै धन्यवाद उहाँको प्रयासले यो घर बनिन सफल भयो उहाँ स्वयं पनि है खटिरहनु भएको छ यस घर बनाउनलाई र उहाँलाई धेरै धेरै हामी धन्यवाद टक्राउँदछौँ र यस्तै यस्तै भिडियोहरू लिएर फेरि म तपाईँहरूको समक्ष आउनेछु र आजको लागि यति नै म मेरो भिडियो समाप्त गर्दैछु थ्याङ्क यू थ्याङ्क्स अ लट